है। सो यसमा चाहिँ तिमीहरूले के बुझ्नु पर्यो भने एउटा हामीले पोस्टग्रेस डाटाबेसको लागि सेटअप गरिरहेको भनेर बुझ्यो भने पुग्यो कि हैन। अनि त्यसको लागि चाहिँ अब तिमीले डिफ्रेन्ट प्रोजेक्टको लागि युज गर्नु पर्यो भने यही कुरा युज गर्ने, तर के चेन्ज गर्ने हो, यो वाला चेन्ज गर्ने हो कि युजर चेन्ज गर्नु पर्यो, डिबी चेन्ज गर्नु पर्यो, पासवर्ड चेन्ज गर्नु पर्यो, होस्ट चेन्ज गर्नु पर्यो, पोर्ट चेन्ज गर्नु पर्यो हैन त। अनि लास्टमा आएर यहाँ पोर्ट्सलाई हामीले म्यापिङ गरिरहेछ नि जुन यो हैन, भित्रको पोर्टलाई बाहिर कुन पोर्टसँग म्यापिङ गर्ने भन्ने कुरा हुँदै हो। यति कुरा बुझ्यो नि भयो कि है। सो यही कुरा तिमीहरूले युज गर्ने हो, तर यहाँ हामीले डलर कर्ली ब्राकेट्स युज गरेर गरेछ हैन। यो भनेको के हो, हामीले .env बाट लिदा हो नि त यहाँबाट एक्ज्याक्टली। सो यो .env बाट लिँदाखेरि चाहिँ तिमीहरूले ध्यान दिनु पर्यो ठ्याक्कै यो जुन यो हाम्रो docker compose.yaml छ यसमा चाहिँ यो env फाइल तिमीहरूले प्रोभाइड गरेको हुनु पर्यो है। र env फाइल प्रोभाइड गर्दाखेरि एकदम ध्यान दिनुपर्ने कुरा चाहिँ के हो भने यो env फाइलको पाथ चाहिँ एक्ज्याक्टली दिनु पर्यो कि अहिले पो सँगै छ नि त हैन र। सँगै छ भने डाइरेक्ट फाइल मात्र दिँदा भयो .env। अब कुनै फोल्डर भित्र तिमीहरूले env राखेछ भने के गर्नु पर्यो, त्यो फोल्डर /.env दिनु पर्यो हैन। त्यति कुरा तिमीहरूले बुझ्नु पर्यो। अर्को भनेको रिस्टार्ट भन्ने प्रोपर्टी छ, यसले के गर्छ अलवेज जबसम्म कनेक्सन सक्सेसफुल हुँदैन तब त्यतिन्जेलसम्म रिस्टार्ट गरिरहन्छ यो प्रोपर्टी। यो कन्टेनर नेम तिमीहरूले बुझिसक्यो। इमेज भन्ने कुरा चाहिँ के हो, यो पोस्टग्रेस 17.7 युज गरिरहेछ हामीले हैन। यहाँ फर्स्ट टाइम हामीले पोस्टग्रेस एसक्यूएल लेख्दाखेरि इरर आइरहेको थियो नि त हैन। सो पोस्टग्रेस होला इमेजको नाम चाहिँ। सो यो चाहिँ तिमीहरूले कहाँबाट ल्याउँछौ, डकर हबबाट कि है। हामीले जो के रे .env फाइल बनाएको छ यहाँ बनाएको छ त यहाँले हैन, पहिलेको प्रोजेक्टमा देखाएको क्या मैले हैन। सो पहिलेको प्रोजेक्टमा बनाएको कुरालाई मैले तिमीहरूलाई रिभाइज गरे हो। अहिलेलाई मैले सिम्पली के गर्छु हेर त, यही कोड लान्छु। तिमीहरूसँग छ कि छैन यो, ल छ भने ठिक छ भने तिमीहरू डाइरेक्टली जाऊ अनि यहाँ गएर एउटा नयाँ फाइल बनाऊ docker compose.yaml भनेर बनाऊ यहाँ यसरी है। र डाइरेक्टली पेस्ट गरिदेऊ कि केही फरक परेन। अब तिमीहरूले यहाँ केही चलाउनै पर्दैन कि यो एभ्री टाइम सेम हो, बास यहाँ कन्टेनर नेम चेन्ज गरे हुन्छ नि हैन र। यो कुराहरू त कहाँबाट आउने हो, .env बाट। .env त बनाएकै छैन हामीले। अब के गर्नु पर्यो, अर्को एउटा .env भन्ने फाइल बनाइदिनु पर्यो है। सो यो .env भन्ने फाइल बनाइसकेपछि के गर्नु पर्यो, यो .env को कोड पनि हामीले सर्लक्कै लगेर यहाँ राखौँ, किनभने हामीलाई यो कुरा चाहिन्छ अहिले एकछिनमा चाहिन्छ हैन। सो यहाँ त्यो पोस्टग्रेसलाई रिलेटेड हाम्रो सबै टर्महरू छ। एउटा पोर्ट भन्ने कुरा छ, यो हाम्रो एपीआई पोर्ट हो हैन। एपीआई पोर्ट थियो हामीले लास्ट टाइम युज गरेको, यो नहाले पनि हुन्छ अहिलेलाई चाहिँ है। हामीले टेस्टिङको लागि हालेको थियौँ पहिले। सो यो कुराहरू चाहिँ चाहियो। अनि एउटा डाटाबेस युआरएल भन्ने कुरा चाहियो। यो डाटाबेस युआरएलमा चाहिँ याद गर तिमीहरूले यहाँ जे कुरा सेट गरिरहेछ एक्ज्याक्टली त्यो कुरा यहाँ हुनु पर्यो कि यो युआरएलमा ठ्याक्कै त्यो कुरा हुनु पर्यो। यसमा के बुझ्नु पर्यो हेर त, यो युजर नेम हो हैन, यो पासवर्ड हो है, बुझ्दै जाऊ है। यो युजर नेम हो कोलन अनि पासवर्ड @ तिमीहरूको होस्ट कुन हो, लोकल होस्ट राख्नु पर्यो, यो पोस्टग्रेस होस्ट के त्यो होस्ट राख्नु पर्यो, पोर्ट कति हो अनि डिबी कुन हो है। त्यसपछि यहाँ त स्किमा इक्वल्स टु पब्लिक भनेको चाहिँ यो पोस्टग्रेस भित्रको स्किमा मल्टिपल स्किमा बनाउन मिल्छ। त्यही स्किमामा हाम्रो डिफल्ट स्किमा भनेको चाहिँ पब्लिक हुन्छ। सो यो दिए पनि हुन्छ नदिए पनि यसले स्किमा चाहिँ के लिन्छ, पब्लिक लिन्छ। सो यति कुरा डाटाबेस युआरएल बुझेर तिमीहरूले गर्नुपर्छ। सो डकर कम्पोज भन्ने कुरा ल रेडी पार त सबैले। यो छैन भने मैले पठाइदिन्छु ल, Ctrl+A Ctrl+C पठाइदिउँ ल। quick.io मा पठाइदिन्छु, दुईटै कुरा पठाइदिन्छु है एकैचोटि के हो। ओके ल, एउटा यो हाम्रो डकरको भयो, अर्को चाहिँ .env ल। .env दुईटा कुरा पठाएको छ है मैले। सो यो दुईटा कुरालाई ठ्याक्कै त्यही अनुसारले राख। सो पब्लिस गरे ल। सो यो युआरएल टाइप गर ल, 70R57N है, 70R 0R हो कि OR हो, ओ 0R रहेछ। अनि 57V भन्ने कुरा तिमीहरूले एड गर। भयो, डन। र तिमीहरूको पोर्ट मेन चाहिँ रन हुनु पर्यो है यहाँ। सो यहाँ तिमीहरूले यसरी टर्मिनलमा अथवा तिमीहरूको VS कोडकै टर्मिनलमा गर्दा नि हुन्छ ल, त्यहीँबाट गरौँ न। त्यसको टर्मिनल ओपन गर
एन्ड देन यो टर्मिनलमा आएर पोडमेन पिएस गर्दा यसरी तिमीहरूको कन्टेनर देखिनु पऱ्यो। अहिले कन्टेनर मेरो कुनै पनि रनिङ छैन है। सो यो पोडमेन पिएसले कन्टेनर रिभिल गर्छ तिमीहरूको नट रनिङ टाइपको अथवा रन नभएको कन्टेनरहरू तिमीहरूले डिस्प्ले गर्नु पऱ्यो भने पोडमेन पिएस -a गर्ने। यो गऱ्यो भने हेर त सबै मेरो जति पनि छ पोडमेनको कन्टेनरहरू त सबै देखिरहेछ हो, कुनै पनि रनिङ स्टेटमा छैन। सो यसरी पनि तिमीहरूले हेर्न सक्यौ। सो तिमीहरूले कुनैलाई रन गर्नु पऱ्यो भने के गर्ने, पोडमेन स्टार्ट अनि त्यो कन्टेनरको नाम एक्ज्याक्टली यो नाम राख्नु पऱ्यो कि हैन, त्यो पनि हाम्रो कमान्ड छ यो। सो यहाँ कन्टेनर नेम हुनु पऱ्यो, नेम अर आइडी यसरी है स्टार्ट गर्नलाई यहाँबाट। तर अहिले हामीले केही पनि बनाएको छैन, हामीसँग डकर कम्पोज डट वाइएमएल मात्र छ हैन। सो त्यसको लागि चाहिँ तिमीहरूले प्रिपेयर गर्नु पऱ्यो यहाँ अब है। सो त्यो युआरएल कपी गर्यो, यो आयो ल। युआरएल आइसकेपछि तिमीहरूले के गर्नु पऱ्यो, यहाँ कन्टेनर नेम चेन्ज गरिदियो। अहिले हाम्रो बुक्स हो नि त, सो बुक्स कन्टेनर अथवा बुक्स डिबी कन्टेनर भनौँ न ल। यसरी तिमीहरूले लेख्दा भयो अहिले। एन्ड देन यो सर्भिसेसको नाम चेन्ज गर्दा पनि हुन्छ अथवा यही पोस्टग्रेसएसक्यूएल राखे पनि हुन्छ, केही फरक चाहिँ पर्दैन है यसमा चाहिँ ल। यति भएपछि रेडी भयो। सो 17.7 युज गर्छ यसले। यो इमेज चाहिँ तिमीहरूले हेरेर लिनु पऱ्यो है। सो मसँग अलरेडी छ, तिमीहरूसँग छ कि छैन त्यहाँ ल। यति भइसकेपछि अब तिमीहरूले डाइरेक्टली यहाँ स्टार्ट गर्दा भयो क्या। सो के भनेर स्टार्ट गर्छौ, डकर कम्पोज अप भनेर। सो यति गरेर भने यसले चाहिँ यो डकर कम्पोज अप भन्ने कमान्डले के खोज्छ, डकर कम्पोज डट वाइएमएल खोज्छ। यो वाइएमएलमा तिमीहरूको सर्भिसेस एभाइलेबल हुनु पऱ्यो त्यो स्टार्ट गर्नको लागि। अहिले हामीले के को लागि मेहनत गरेर आयो, डाटाबेस हो नि त, पोस्टग्रेस एसक्यूएल डाटाबेसको लागि मेहनत गरेर आयो। सो त्यो हामीले सेटअप गरिसक्यो होइन, सबै कुरा सेट छ। हाम्रो पोस्टग्रेस पोर्टदेखि लिएर होस्ट डिबी पासवर्ड युजर नेम सबै कहाँबाट आउँछ, यो .env बाट आउँछ कि होइन। किन त्यो .env को हामीले ठ्याक्कै यहाँ env फाइल भनेर दिएको छ कि। सो यसले env फाइल खोज्छ, त्यो env फाइलबाट जति पनि भ्यारिएबल छ त्यो भ्यारिएबलको डाटा ल्याएर यहाँ राख्छ। एन्ड देन कम्पोज अपले के गर्छ, अब इमेज छैन भने यो इमेज पुल गर्छ कहाँबाट, डकर हबबाट। डकर हबबाट पुल गर्छ, पुल गरेर त्यसपछि त्यो पुल गरेर सेटअप पनि गरिदिन्छ क्या, कम्प्लिट इन्भाइरोमेन्ट सेटअप गरिदिन्छ पोस्टग्रेसको लागि युजिङ यो हाम्रो कन्फिगरेसन है। यो कन्फिगरेसनबाट सेटअप गरेपछि अनि स्टार्ट पनि गरिदिन्छ उसले आफैले। सो यो एक्ज्याक्टली यो मैले ल अहिले रन गरेँ ल। सो हाम्रो कन्टेनर नेम यो छ, याद गर है। सो डकर कम्पोज अफ गरेँ मैले, डकर छैन सरी, मेरो पोडमेन छ नि त। सो एउटै हो है कमान्ड, पोडमेन र डकरको एउटै हो कमान्ड, केही फरक छैन, बस डकरको ठाउँमा पोडमेन युज गर्ने। सो डकर कम्पोज अफको ठाउँमा मैले पोडमेन कम्पोज अफ गर्नु पऱ्यो। यति गरिसकेपछि हेर त यसले पुल गर्न थाल्छ। मसँग अलरेडी एक्जिस्टिङ थियो कि, भनेको यो इमेज पुल गर्नु परेन, मेरोमा अलरेडी इमेज थियो। यहाँ इमेज थियो कि थिएन एकपल्ट हेरौँ है त। सो यहाँ गएर तिमीहरूले इमेजलाई पनि चेक गर्न मिल्छ क्या, तिमीहरूको इमेज हुन्छ, भोल्युम्स हुन्छ, सबै कुरा डकरको चेक गर्न मिल्छ। यहाँ के गर्ने हो तिमीहरूले इमेजको लागि, पोडमेन इमेजेज गर्ने, हेर न यसरी। अब हेर त यी मेरो इमेजेसहरू यति धेरै रहेछ कि होइन। त्यसमा हेरौँ पोस्टग्रेस एसक्यूएल छ कि छैन, 17.7 एक्ज्याक्टली होइन र, पोस्टग्रेस 17.7 होइन त। मसँग भनेपछि अलरेडी रहेछ, थिएन भने चाहिँ यसले के गर्थ्यो, पुल गर्थ्यो। सो यसै गरी तिमीहरूले भोल्युमहरू हेर्नु पर्यो भने के गर्ने, पोडमेन भोल्युम लिस्ट यसो गऱ्यो भने हेर त यो चाहिँ भोल्युमहरू भयो कि स्टोरेज, तिमीहरूको ब्याकअपहरू राख्ने ठाउँ हो कि। जस्तै मेरो यो हेर न आरएमएस यहाँ डिबी डाटा भनेर राखेर छ, मैले ओन्टा टिएमएस राखेर छ, टेस्ट पोस्टग्रेस डाटा राखेर छ, अरू चाहिँ रेन्डमाइज बसिरहेर छ होइन। सो यो चाहिँ तिमीहरूको जुन पोस्टग्रेस डाटा हुन्छ नि त्यो पोस्टग्रेस डाटाको ब्याकअप राख्नु पऱ्यो भने हामीले भोल्युम युज गर्नुपर्ने छ। त्यो चाहिँ यहाँ तल भोल्युम भनेर लेखिन्छ कि है, त्यो अलि पछि हेरौँला ल। अहिले सिम्पली यति गर, एन्ड देन रन गर। तिमीहरूको फाइनली यो रन भएर यसरी स्टार्ट हुनु पऱ्यो है। स्टार्ट भयो कि भएन हाम्रो कन्टेनर भनेर हेर्नलाई के गर्नु पऱ्यो, पोडमेन पिएस गर्नु पऱ्यो। हेर त एउटा मात्र स्टार्टेड छ, कन्टेनर नेम के छ, ठ्याक्कै बुक्स डिबी कन्टेनर छ होइन त। अनि यहाँ स्टार्टस हेऱ्यो भने अप एबाउट अ मिनट भनेको 1 मिनट भयो यो स्टार्ट भएको भन्ने भयो कि होइन। सो यसरी चाहिँ तिमीहरूले पोस्टग्रेसको कुनै पनि सेटअप नगरिकनै तिमीहरूले पोडमेन अथवा डकर युज गरेर त्यसलाई कन्टेनराइज गरेर त्यो इमेजलाई युज गरेर है, इमेज भनेको चाहिँ यो इमेजलाई युज गरेर एउटा कन्टेनरको फर्ममा तिमीहरूले रन गर्न सक्छौ क्या।
पोस्ट केसहरू विदाउट एनी सेटअप। मेरो यो ल्यापटपमा के सेटअप गर्नु पऱ्यो त परेन नि, उसले एउटा आइसोलेट इन्भाइरोमेन्ट बनाइदियो कसको लागि, पोस्ट केसको लागि कि। अनि रन पनि गरिदियो मजाले, रन पनि भइरहेछ। कति पोर्टमा रन भइरहेछ, 5432 भइरहेछ इनसाइड द कन्टेनर, तर बाहिर एक्सपोज कति भइरहेछ 5555 कि होइन। सो अब हामीले युज गर्दा कुन गर्नु पऱ्यो 5 localhost:5555 गर्नु पऱ्यो, जुन कुरा हामीले यो ENB-मा लेखेको छ कि अलरेडी डाटाबेस युआरएलमा होइन। localhost:555 यो एक्ज्याक्टली तिमीहरूले यो कुरा चाहिँ जान्नु पऱ्यो। ल यति नै हो, यो पहिला ल सेटअप गर त सबैले।